हेर्ने हेलो साथीहरू, आज हामी दुईजना एनपिएल हेर्न बस चढेर जाँदैछौँ। हामी दिवाकर र म। अहिले हामी ठ्याक्क कोटेश्वर जडीबुटी चोक हुँदै कोटेश्वर बानेश्वर माइतीघर हुँदै अनि बल्खु झरेर हामी ठ्याक्कै बल्खुमा झर्ने। फाइनली गाइज, आज हामी एनपिएल को ग्रान्ड ओपनिङ हेर्न गइरहेछौँ साथी र म। हामी धेरै एक्साइटेड छौँ आजको गेम हेर्नलाई। के कतिको एक्साइटेड छौ साथी भन त? ल, एक्साइटमेन्ट त धेरै छ, तर मेन एक्साइटमेन्ट भनेको चाहिँ पर्सिको म्याचमा आउँछ कि सुदूरपश्चिम र सुदूरपश्चिम। कुन टिमको सपोर्टर हो आज? हजुर, आज चाहिँ खासै सपोर्ट चाहिँ कसैलाई होइन, जस्ट इन्जोय गर्नलाई ओपनिङ ग्रान्ड ओपनिङ भएर चाहिँ होइन। सपोर्ट चाहिँ पर्सि हुन्छ। अब हामी हिँडेर गएर हो कि बाटोमा हो, अलि हिँड्नुपर्ने हुन्छ, यहाँ गाडी पुग्दैन क्या अझै ठ्याक्कै त्यो भएर। पर्सनल गाडीहरू छ भने त आउँदा हुन्छ। अब यो हामीहरू त्यही त हो नि, लोकल मान्छे, अलि हिँड्नु नै पर्छ, रमाइलो गर्नुपर्छ आजको गेममा। गाइज, बस्ने ठाउँबाट ठ्याक्कै चाहिँ 1 घन्टामा यहाँ पुग्यो। हामी ठ्याक्क पेप्सीकोला बस्ने हो। पेप्सीकोलाबाट गाडी चढ्दै आएको, बानेश्वर हुँदै अनि माइतीघर हुँदै त्रिवेश्वर हुँदै घुम्दै आएको। यो ठाउँ भनेको भिआइपी पास मात्रै रहेछ गाइज। यिनी नर्मल टिकट छ भने माथि जाने, माथि गएर माथिबाट आउने। ल, दिस इज ओन्ली फर भिआइपी। गेट नम्बर 4 मा अहिले हामी गेम प्ले हुनुभन्दा 2 घन्टा अगाडि नै यस्तो भिड छ, हेर्न सक्नुहुन्छ तपाईँहरू। अहिले गेम प्ले भएको छैन, 2 घन्टा अगाडि नै यतिको क्रेज छ। सुरक्षाकर्मीहरूलाई त एकदमै खतरा क्या, फेरि एकदमै डेन्जर रूपमा क्या। Look at the crates. आऊ न, लाजमानी र बोल्नु। हामी टिकटको लागि भित्र गइरहेछौँ। हजुर, हामी यहाँ भित्रबाट टिकट लिने हो। जोन 1 एउटा छेउबाट जाउँ ल। जुनमा खाली छ त्यहीमा छिराउने, किनारमा जाउँ न यता। जोन 1 मा लगाइज हामी यहाँ अनलाइन टिकटबाट टिकट लिइरहेछौँ पर्छ, अनि यता टिकट दिनुहुन्छ। यो क्युआरले चाहिँ स्क्यान गर्नुपर्छ, अनि यहाँबाट टिकट दिनुहुन्छ। हस्, थ्याङ्क यू। ल, गेम हेर्नुपर्छ अब, एकदम अगाडि। ल गाइस, टिकट हेर्न सक्नुहुन्छ। खल्तीबाट काटेको जनकपुर बोल्स। ओके, कुरा आफै गर्दै उता समस्या नहोस् भनेर नि त गाइज। कहाँ एक्स्ट्रा टिकट हुन्छ नि यार। एक्स्ट्रा टिकट 5000 है, सही हो। टाइमै काट्नुपर्छ नि गाइस, सडक हुन्छ भने थाहा हुँदा गर्नु होइन। यो जोनमा तिमी अगाडि हिँड्दै गर न। ल गाइस, हामीले पास लिएर आइसक्यौँ। पास लिएर गेट नम्बर 4, जोन 1 भएर गेट नम्बर 1बाट जाँदै हो, 4बाट जाँदै हो। गेट नम्बर 4 मा चाहिँ जोन 1, 2, 3 बाट जान मिल्छ। ये पदार्थ लाइटरहरु छैन, फुट्यो के छ भने ए ल गाइस, सुन्नुभयो नि तपाईहरुले। यसमा यो अहिले भिडियो नखिच्नु त बाबु। हजुर, भिडियो नखिच्नु। यो त्यो छ, यता कहाँ बस्छ भन्छ नि? माथि बस्नु, अलि माथि बस्दा ठिक होला यार। त्यो तल बस्छ नि, अलि तल तल तल। यो रोमा बस्छ नि त, युट्युबमा। ओ माय गॉड गाइस, फाइनली हेर्न सक्नुहुन्छ। दर्शकहरू आउँदै हुनुहुन्छ बिस्तारै। हेर्नुहोस् न, रोबोट डग चङ्खेलाई हेर्न सक्नुहुन्छ फिल्डमा दौडिरहेछ। ओ माय गॉड गाइस, फाइनली अनएक्सपेक्टेड। यो एक दिनमै कस्तो बनाइदियो है। हाम्रो म्युजिक सिस्टम पनि एकदम बवालले छ, वाइड।
कडा ओ फुलहरु पारस्तै लास्ट कवर भयो दर्शक हो गाइस जुन टिमले जिते नि हामीलाई त्यस्तो फरक पर्दैन हैन गेम चाहिँ अलि एक्साइटेड हुनुपर्ने हो क्या तर त्यति एक्साइटेड हुन सकेन अनि जनकपुर बोल्टले चाहिँ पावर प्ले ओभरमा चाहिँ राम्रो खेल्न नसकेर चाहिँ यस्तो नतिजा आएको भनौँ न जति राम्रो खेल्नु पर्थ्यो आफ्नो प्रदर्शन राम्रो देखाउन सकेन जनकपुर बोल्ट्सले जनकपुर बोल्ट्स हारेर हामी सबै घर फर्किँदैछौँ जनकपुर बोल्ट हारिसक्यो काठमाडौँ गोर्खासँग अब सबै केटाहरू यस्तो भिड छ है हामी घर निस्किएर हो अब ठिक गाडीहरू पायो भने निस्किने अनि आजको गेम कस्तो लाग्यो साथी हामीलाई आजको गेम ठिकै भयो रमाइलो लाग्यो हामीलाई ओ माइ गॉड कान्तिपुर म्याक्स च्यानलबाट लाइभ प्रसारण भइरहेको छ यहाँ हेर्न सक्नुहुन्छ दर्शकबिनहरू कान्तिपुरलाई ओभर सेडो गरिदियो त अब ओ माइ गॉड कान्तिपुरमा आउनु पर्यो है मेरो भिडियो यस्तै त भउँदैन नि त अनि कान्तिपुरमा लाइभ प्रसारण भइरहेको थियो अनि मेरो भिडियो आयो रे जनकपुरको हारपछि जनकपुर बोल्टको करारी हारपछि हामी अब रुम तर्फ फर्कदैछौँ यस्तै छ गाइस जनकपुरको गेम प्ले अब होप बेटर फर नेक्स्ट टाइम राम्रो खेलोस् पछि अब के भन्ने त हामी त सुदूरपश्चिमको फ्यान हो खासमा चाहिँ टिमले चाहिँ सपोर्ट गर्न गएको जनकपुरले सपोर्ट गर्न गएको आज जनकपुरले राम्रोसँग हारेछ ठिक छ रमाइलो गरोस् अब सबै हामी घर फर्किँदा हो यो बाटो भनेको चोर बाटो है फेरि यो बाटो कसैलाई थाहा छैन नि त हारेको बाटो आउने है यो बाटो कसैले नआइदिनु होला